दुईटा एंगल सेम हुन्छ है यो 45 डिग्री छ यो 45 डिग्री छ यो चाहिँ के हो त यो इन्सिडेन्ट रे अफ लाइट हो PQ PQ इन्सिडेन्ट रे अफ लाइट हो इन्सिडेन्ट जानु भनेको के हो त यो नर्मल्ली जान्छ सिधा नर्मल्ली गएको छ भने यो कति हुन्छ यो 90 डिग्री हुँदै रहेछ हो यो 90 डिग्री हुन्छ अनि ल हेर्नुस् अब यो 90 डिग्री भइसकेपछि यो के थाहा छ हामीलाई यो 90 डिग्री थाहा छ अनि यो पनि कति हुन्छ यो पनि 90 डिग्री हुन्छ भनेपछि है अब यो एंगल 45 छ यो एंगल 90 छ भनेपछि यो कति हुन्छ त यो पनि पक्कै पनि 45 डिग्री एंगल हुन्छ हो यो कति हुन्छ यो पनि हुन्छ 45 डिग्री एंगल हुन्छ अब बाँकी रह्यो के त फेरि यो त के छ त यो त नर्मल छ नर्मल भनेपछि 45 डिग्री एंगल यो भयो नि यो एंगल कति हुन्छ यो एंगलको भ्यालु पनि कति हुन्छ त 45 डिग्री नै हुँदो रहेछ ल अब हेर्नुस् त ग्लासको क्रिटिकल एंगल भ्यालु कति हो त ग्लासको क्रिटिकल एंगल भ्यालु थाहा छ नि तपाईलाई हैन 42 डिग्री हो यहाँ हेर्नुस् 42 डिग्री हो ल इन्सिडेन्ट रे अफ लाइटले कति डिग्री एंगल बनायो नर्मलसित नर्मलसित कति एंगल बनायो हेर्नुस् त यहाँ यहाँ यसले बनायो 45 45 भनेको त के हो त क्रिटिकल एंगल भ्यालु भन्दा बेसी हो नि त हैन भनेपछि के हुन्छ त अब रे अफ लाइट सेम मिडियममा सेम डेन्सर मिडियममा बेन्ड हुन्छ सेम डेन्सर मिडियममा बेन्ड भइसकेपछि यो एंगलको भ्यालु कति हुन्छ त ल भन्नुस् त कति हुन्छ यो यदि यो एंगल 45 डिग्री छ भने यो एंगलको भ्यालु पनि कति हुन्छ त 45 डिग्री नै हुनेरहेछ किनकि हामीलाई थाहा छ इन केस अफ टोटल इन्टरनल रिफ्लेक्सन yes it follows a law of reflection रिफ्लेक्सन को लॉ मा एंगल अफ इन्सिडेन्ट मा एंगल अफ रिफ्लेक्सन सेम हुन्छ भन्ने कुरा हामीले साना कक्षाहरुमा पढिसकेका थियौं है ल यो पनि 45 डिग्री हुने भयो सिधा जाँदै गर्दा के हुन्छ यसले 90 डिग्री एंगल बनाउँछ यो 45 डिग्री भयो यो एंगल पनि कति भयो त 45 डिग्री भयो अब अर्को छ